सर्वप्रथम त रेस्ट इन पिस हाम्रो इनिसा बिक बहिनीलाई जुन त्यो घटनाको बारेमा मैले थाहा पाएँ सुने देखेँ बुझेँ त्यो घटना हेर्दाखेरि मलाई एउटै कुरा भन्न मन लाग्यो जसरी ती बलात्कारी जुन तिनी हत्याराहरू छन् है अब कतिजनाले हत्या गरेको अब 4 जनाको संलग्नमा 4 जना भनेको छ तर त्यहाँनिर चाहिँ अरू होइन अरू निर्दोष छन् एकजना मात्रै हुन् दोषी भनेर जुन त्यो बलात्कारी जो छ मलाई नाम ल्याउनै लाज लागिरहेको छ त्यसले जसरी इनिसा हाम्रो बहिनी इनिसालाई के अरे प्राइभेट पार्ट त्यो गरेर त्यो भन्नै नमिल्ने तरिकाको त्यस्तो तरिकाको घिनलाग्दो त्यो काम गरेर त्यस्तो तरिकाले हत्या गरेको छ त्यसरी नै त्यो बलात्कारीलाई पनि त्यसको पनि प्राइभेट पार्टलाई यस्तो के गरेर हुन्छ कसरी हुन्छ थिचेर हुन्छ के कसरी हुन्छ त्यसको पनि प्राइभेट पार्टलाई सकाप गरेर त्यसरी नै त्यसलाई हत्या गर्नुपर्छ फाँसीको सजाय दिने तर त्यो घाँटीमा पास लगाएर त्यस्तो तरिकाको फाँसीको सजाय होइन कि पुरै त्यसको प्राइभेट पार्टलाई पनि ध्वस्त पारेर त्यसरी त्यसलाई हत्या गर्नुपर्छ अनि बल्ल थाहा पाउँछ त्यसलाई अरूलाई पीडा दिएर अरूलाई त्यसरी हत्या गर्दाखेरि कति धेरै पीडा हुन्छ भन्ने कुरो बल्ल त्यो थाहा पाउनेछ त्यो यति धेरै रिस उठिरहेको छ नि अब के भन्नु नेपालमा त्यस्तो कानुन त छैन तर म चाहिँ त्यति भन्न चाहन्छु जसरी हुन्छ त्यो पीडितले न्याय चाहिँ पाउनुपर्छ त्यो बलात्कारलाई त्यसको प्राइभेट पार्टलाई खसी बनाउनु चाहिँ के कसरी भन्ने हुन्छ त्यसलाई यस्तो तरिकाको हत्या गर्नुपर्छ नि त्यसलाई यस्तो तरिकाले त्यसलाई मृत्युदण्ड दिनुपर्छ नि त्यो अब के भनौँ म मात्रै बोलेर भने सबैजनालाई आवाज उठाउनु पऱ्यो त्यही हो पीडितले छिटोभन्दा छिटो न्याय पाउनु पऱ्यो त्यति भन्ने फेरि अर्को पनि भिडियोमा आउँछु